हेलो गाइज नमस्ते। आजबाट चाहिँ मेरो पनि युट्युब च्यानल सुरु गर्दैछु साथी हो है। मेरो युट्युब च्यानललाई पनि यसो सब्सक्राइब लाइक सेयर सबै त गरिदिनुपर्छ है। मेरो चाहिँ हम्बल रिक्वेस्ट। आजदेखि चाहिँ मेरो अहिले चाहिँ ठ्याक्कै साथीभाइ हो, म अहिले बिहानको 9 साढे कति भयो ठ्याक्क। म आज बिहान यता सट्ट निक्लेको घरबाट, अनि गाडी अलिकति वास गर्नु पर्यो, कार वास गर्नु जाँदैछु। ल मेरो नयाँ युट्युब च्यानल आउँदैछ, जिम मोड भन्ने आउँदैछ। प्लिज लाइक सब्सक्राइब गरिदिनुपर्छ है। ल गाइस म चाहिँ जाँदैछु अहिले चाहिँ यो कार वास गर्नको लागि। यहाँबाट लगभग 10-15 मिनट त लाग्छ, अलिक पर जानुपर्छ। किनकि मेरो चाहिँ यो कार वासमा मैले मन्थली पेमेन्ट गरेको छु। त्यो चाहिँ अटोमेटिक पेमेन्ट जान्छ। $45 तिरेपछि नन स्टप चाहिँ अब जतिखेर गए पनि भयो है। म जाँदैछु। हस्त गाई। आजको वेदर चाहिँ अलिकति चिसो पनि छ, पानी हल्का भइरहेछ, तर त्यस्तो धेरै होइन, हेभी रेन चाहिँ होइन। अनि म जाँदैछु। अनि बाटोहरू पनि एकदम त्यो घुमाउरो यस्तो राम्रो छ क्या यहाँनिर। अब म हजुरलाई बाटो पनि देखाइदिन्छु, हेर्नु है। यहाँनिर हाम्रो बाटोहरू कस्तो छ भने यो चाहिँ एउटा हाइवे हो जाने। अनि तर यो म चाहिँ यता साइडबाट गाउँ लोकल रोड्समा गइरहेको छु। अनि एकदमै नेपालको ठाउँहरू पनि मिस गर्छ, जस्तै माथि अलिकतिरको काठमाडौँतिरको त होइन। अनि म चाहिँ यहाँबाट राइड जान्छु। हेर्नु साथी हो, राइड यता गइन्छ। यहाँनिर चाहिँ स्पेसल हाम्रो यहाँनिर आइसक्रिम बेच्छ। समरमा चाहिँ दामी हुन्छ, नानीहरू लिएर यस्तो आइसक्रिम खानुलाई इन्जोयमेन्ट हुन्छ। यहाँ हेर्नु साथी, अब यो चाहिँ एकदमै हाम्रो यो ग्रिन गार्डन के भन्छ यहाँदेखि टक्क। अब यहाँनिर चाहिँ अब यो यता पार्क गरेर यहाँभित्र जङ्गलतिर गएपछि भोलिपर्सि समरमा चाहिँ एकदमै हरियाली हुन्छ, जङ्गल हुन्छ क्या। यहाँनिर सबै सिस्नु निङ्ग्रो च्याउहरू सबै पाइन्छ है। गाइस यो जङ्गलमा चाहिँ यताको जङ्गलमा जानुपर्छ है साथी गाइसहरू। यो चाहिँ अब अहिले चाहिँ म चाहिँ यता जाँदैछु कार वासतिर। अलिकति कस्तो अहिले म गइरहेको छु, कार वास भएर पुगेको छैन चाहिँ पनि। अनि एउटा हातले समाएर एउटा हातले क्यामेरा समाएर फोन समाएर चाहिँ यो भिडियो गरेको। अलिक टेन्सन पनि छ, किनकि यहाँ चाहिँ फोन हातमा बोकेर फोनमा बोलेर गऱ्यो भने चाहिँ भेटिए भने चाहिँ राम्रै व्यवस्था हुन्छ मलाई। तर पनि म यो रिक्स लिएर दिइरहेको छु। म चाहिँ आइपुग्न आँटेँ कार वास गर्ने ठाउँमा। हेर्नु न गाइस, मैले अस्ति यो पाथिभरा माताबाट लिएर आएको थिएँ के भन्छ यो मूर्ति। अनि मेरो गाडीमा यस्तो राखिरहेको छु, कस्तो मजा आउँदैन गाइस। आएँ म हेर्नु, म चाहिँ यहाँनिर हो यो मुड वास भन्ने छ गाडीको वास गर्ने ठाउँको नाम चाहिँ। हेर्नु चाहिँ यो मुड वासमा जान्छु। यहाँबाट चाहिँ मुड वास यो चाहिँ अब महिनाको भाडा के अरे भन्नाले महिनाभरि तिरेपछि जतिखेर आए पनि भयो यसमा कार वास। तर राम्रो वास गर्छ। अनि जाँदैछु। अनि यहाँ हेर्नु चाहिँ टक्कै लाइनमा जानुपर्छ। यहाँबाट यस्तो रहेछ। अब यहाँ लाइनमा अटोमेटिक मेम्बरसिप भएपछि छिर्नु पाइहाल्छ। मेरो पाला आएँ। अब मेम्बरसिप छु म, त मेरो त खासै त्यस्तो प्रब्लम नहुनु पर्ने हो। बी काइन्ड एन्ड नेसेसरी भनेको छ। बसौँ के भन्छ। अहिले चाहिँ म कार पनि वास गरेर सक्यो र अब म ठ्याक्कै फेरि वालमार्ट जाने काम छ। यहाँ वालमार्ट आएर अब यसो यहाँ त्यो कपडा राख्ने भन्छ त्यसलाई के भन्छ ड्रायर जस्तो लानुपर्ने छ। अनि म फेरि वालमार्टतिर जान्छु। यहाँ वालमार्ट पनि आइसकिहालेँ वालमार्ट। यहाँ वालमार्ट गएर त्यो किनेर दुईवटा त्यो ड्रायर जस्तो किनेर लिएर जानु पर्यो। ल गाइस म वालमार्ट आइसकेँ। अब वालमार्टभित्र गएर नै हल्का भिडियो चाहिँ गर्छु म। त्यस्तो अब मलाई पनि फर्स्ट टाइम हो, म अलिकति डराइरहेको छु। किनकि म अब
छेउमा क्यामेरा गर्नु नदिने हुन्छ नि त अनि अब यहाँ वालमार्ट आइसक्यो गाइस ल म भित्र गएपछि अलि हल्का देखाइदिन्छु है आइसक्यो म वालमार्टमा होइन मलाई लानुपर्ने चाहिँ यस्तै चाहिँ हो यो पाइप सेफ बुककेस भन्छ तर यो बुककेस जस्तै राख्ने हो तर यसले अरू पनि काम गर्छ म हेर्दैछु यो कुन चाहिँ लैजाउँ कार पनि ठिक रहेछ तर के भन्दा बरु यही लानु पर्ला त्यही लान्छु यसको प्राइस चाहिँ $44 44 रहेछ हेर्नु न $44 44 नै छ ल गाइस मैले यो किन्न आँटेँ अब मैले लिएर जाँदैछु घरमा यसो यो कपडाहरू राख्नु नि दामी हुन्छ कि यसो कपडा राख्नु हुन्छ यस्तो हुन्छ यसको चाहिँ ठ्याक्क आफै बनाइन्छ लगेर ल गाइस किनेर पनि ल्याइयो अब हाल्नु पऱ्यो हात प्लट्टै चेपेर क्या ज्याम लाउने के भयो यार रड्डी भयो क्या मेरो आज हात यस्तो छ वेदर हेर्नु है पार्किङ लट ल गाइस किनेर नै आइयो गाडीमा लोड गरेको अनि हेर्नु न भित्र किनेर यस्तो हात त प्लट्टै बनायो नि मेरो यहाँ हेर्नु न यति दुख्नु यस्तो दुखिरहेको छ कि त्यट जिन्दगी मान्छेलाई के छैन है गाइस यस्तै छ है अब आजको दिन पनि यसरी नै बित्दै जान्छ घर जान्छु अनि यसलाई फेरि फिक्स गर्नुपर्छ अनि टक्क कपडाहरू मिलाएर राख्नु छ कि अस्ति नेपालबाट धेरै कपडा लिएर आएको छु मिलाइराख्नु पऱ्यो नि त गाइस ल हस् त म अब यहाँबाट लागेँ बाई